रोपेको सिबीहरू चाहिँ टिप्छ है गाइस, यसरी हेर्न सक्नुहुन्छ होला। टपक टपक गर्दै हाम्रो यो अर्ग्यानिक सब्जी केही काम गर्दिनँ चाहिँ होइन, तर म सब्जी चाहिँ यसरी टिप्नु सक्छु है गाइसहरू। हेर्न सक्नुहुन्छ बिन्सहरू यति राम्रो छ। बिन्स 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 हेर्नुहोस् यहाँ देखाइदिनुहोस् त, हेर्नुहोस् गाइस हाम्रो बिन्सहरू सक्छु यतिको टिप्नु चाहिँ। म चाहिँ रोपेको सब्जीहरू चाहिँ टिप्नु चाहिँ त्यसरी कहाँ टिप्छ हौ मम्मा? त सर्च गर्नु गाइस हेर्नु, म छोरीले सिकाउँदैछ कि म पनि नसक्नु अरे, सक्छु हुनु चाहिँ म। यसरी कसले टिप्छ? यसरी टिप्दैन नि त, यसरी टिप्छ हेर्नु सक्नुहुन्छ गाइस हाम्रो बिन्सहरू चाहिँ झुप्पा फलेको छ। झुप्पै स्याहार चाहिँ हेभी स्याहार्नुहुन्छ नि त। मम्मा होस्, मलाई डर लाग्यो। अब खोर्सानी टिपेको देखाउँछु ल। अब खोर्सानी पनि टिप्छु, अब गरिदिनु न। हेर्नुहोस् है गाइजहरू, हाम्रो बारीको यो चाहिँ खोर्सानी, हरियो खोर्सानी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ आकाशे खोर्सानी हो कि ठाडे खोर्सानी कि के भन्छ, यता परतिर पनि देखाइदिनु त दिदी। मजाले फलेको छ, पाकेको पनि छ, रातो भएको छ पाकेर। पिरो पनि पुरा राम्रो पिरो छ, एकदम पिरो खालको छ भन्नुपर्दा चाहिँ है दिदी। राइट, कस्तो पिरो छ भन्नु त? हेभी पिरो छ यो। हेर्न सक्नुहुन्छ है, मिहिनेत गरेर चाहिँ यसरी खानु पाउनुहुन्छ आफ्नै बारीको। मान्छेले कता कता टेरेसतिर छततिर चाहिँ त्यो प्लेस पनि छोड्नु हुँदैन, रोपेर खानु सक्ने फ्रेस है सागसब्जीहरू। त्यही भएर हामीले पनि आफ्नै बारीमा फलाएको रोपेको कति राम्रो देख्छ भयो त।